नमस्कार साथीहरू। यति बेला म डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका रूपाल भन्ने ठाउँमा छु। अब मैले एउटा सानो व्यवसाय गर्ने सोच भएर यता हामीले बाख्रा पाल्न सुरु गरिसकेँ। सानैबाट सुरु गर्दाखेरि ठिक होला कि भन्ने हिसाबले मैले सानो दुईटा बाख्रा, तीनटा बाख्रा अनि एउटा खसी छ, यहीबाट गरेर अब ठुलो के कस्तो हुन्छ हैन, त्यही भएर मैले एउटा सानो व्यवसायबाट बाख्रा पशुपालनबाटै जीविकोपार्जन गर्ने सोच राखेर बाख्रा पालन गर्ने सोच बनाइसकेको छु हैन। अब तपाईलाई म यहाँ मेरो साथी पनि छ एउटा, उता तपाईको यसरी त्यो हरियो साग, त्यो चोचे भन्ने हुन्छ हाम्रोतिर, गावा भन्छ हैन, त्यो टिपेर आइरहेछ। यस्तै छ अब कृषि क्रान्ति भन्ने कि पशु क्रान्ति, पशुपालनमा व्यवसायमा जुटिरहेछौँ हामी दुईजना बुढाबुढी मिलेर। उ चाहिँ अब यो अब के गर्ने, बजारबाट किनेर खानुभन्दा अब यही खोलातिर पाइन्छ यो चाहिँ, यो एकदम पौष्टिक पनि हो नि। अब बच्चाहरू पनि यहाँ तल हाम्रो यसरी खोलामा खेलिरहन्, जिन्दगी यस्तै रमाइरहन्। बाख्रा चराउनेदेखि लिएर अब हामीले गाई पनि थपिसक्यौँ, गाई चराउने गोठालो जिन्दगी। उयो आकृति पनि अब यहाँ पहाडै बसेर बाख्रा चराउँछ रे हैन, काफल खाँदैछ तल खोलामा, आनन्द छ। अनि यता बाबु छ हाम्रो, सानो बाबु। सानो बाबु के छ हालखबर? ठिक छ तिम्रो हालखबर? ए अनि तिमी स्कुल जान्छ कि जाँदैनौ? मरु के छ तिम्रो हालखबर? ठीक छ। अनि काफल कतिको खाइन्छ? खाइयो एक पुट्टो जति। ए अनि यो तिम्रो छोरी हो यो? हो, ई काफल। ए काफल पनि हातमै छ हैन। अनि बाख्रा तिम्रै हुन्? बाबु के जल्दी सब इति आइया त काफल यहाँ काफल समय आया हूँ। ए अनि तेरा बाकरालाई छ न? अनि के बाकरालाई छन्? बाकरा कहाँ? ल साथीहरु, हामी यसरी जाँदै छौं। मेरो पछाडी चाहिँ बाबु छ, त्यसपछि पछाडी आकृति, त्यसको पछाडी हामीसँग एकजना हाम्रो घरमा काम गर्ने केटी हुनुहुन्छ। अनि बाबु हेलो भन् त, हाई हाई गर्दा, हातले हाई हाई गर्दै। यसरी चलिरहेछ हाम्रो। अब गाउँमा यस्तै छ, रमाइरहेछौँ हैन, हो कि नै? रमाइरहेछ बाबु? के गर्दैछ? रमाइरहेछ? अब तपाईहरुलाई म काफलको बोट हेर्नुस् साथीहरु, काफल यस्तो पाकिरहेछ यो ठाउँमा, यसरी काफल पाकिरहेछन् हैन, यस्तो छ काफल पाकेर गाउँमा। यहाँ हेर्नुस् काफल पाकेर त्यतिकै खराब भइरह, तर यहाँ खाने मान्छे चाहिँ छैन के, गाउँमा मान्छे छैन खाने मान्छे। यस्तो अवस्थामा काफल पाकेको, ती पाकेको छ कि छोड्नु। फेरि पनि म तपाईलाई देखाउँछु काफलको बोटहरु। हेर्नुस् साथी, यस्तो छ अवस्था यहाँ। अब यहाँ चाहिँ हाम्रो टमर चाहिँ काफल टिप्न गइरहेछ यसरी तल रुखमा हैन। काफलको बोट हेर्नुहोस्, यो काफलको बोट हो। यो बोटमा यी दाना छन्, यसरी टक्क टिप्ने खाने। ल यस्तो छ। अब मेरो भुतुरी काफल त कति हुन् त्यहाँ पनि यस्तो रमाइलो ठाउँ। ल हेर्नुहोस्।